बिस्तारै खा सुगर सर्किन्छ। हेलो हाई सबैजना नमस्ते अनि फेरि पनि हजुरहरूलाई जिल्लु गुरुङको च्यानलमा स्वागत छ। आज चाहिँ हामी रहेको छ आज चाहिँ अहिलेसम्म हाम्रो भिडियोमा चाहिँ कहिले पनि च्यालेन्जको भिडियो आएको थिएन र आज हामी चाहिँ के अरे भदा पुसाइ मिलेर हामी चाहिँ यो करेन र ससेज रहेको छ हामी चाहिँ च्यालेन्ज गर्नेछौँ। अनि पनिसमेन्टको लागि त अब पिरोमाथि पिरो थप्न त सकिन्न। यो चाहिँ निम्बु रहेको छ, यसमा चाहिँ के अरे नुन र खुर्सानी मजाले दलेको छौँ। जो हार्नेछ त्यसले चाहिँ मुख नबिगारिकन यो के अरे चपाउनु पर्ने छ। कस्तो भइरहेछ सुभाउ तिमीलाई? कस्तो नि भएन हो नडरा होला अब है। अब हार्ने तिमीले हो आजकल म चाहिँ अब पिरो भनेपछि एकदम एनर्जी हुन्छु। त्यही भएर अब चाहिँ म ज्याकेटको उस खोलेर अब पिरोभन्दा अब लाभ हामी चाहिँ स्टार्ट गर्छौँ होइन। पहिला यो सुपहरू हालेर सबै खोल्छु हामी होइन। कैँची पनि छैन क्या है, खोल्नै सकिन्छ। कैँची छ त्यहाँ? पसिनाको धारा कति आउने हो, टिसु कहाँ? ल अब हामी चाहिँ सुप हाल्छौँ होइन। यो जम्मै हाल्नुपर्ने छ, तिमीले सबै हाल्यो? टिसु चाहिँ रेडी गर है। सुप चाहिँ हाल्यो। बाबिना रुच्छ के अरे खोइ कैँची खोइ बाबु कैँची च्वाट्टै काटेको हो। गोला गोला मलाई त गन्धले पसिना आइसक्यो। म मेरो खोल्छु अनि तिम्रो खोलिदिन्छ है। त्यो चपस्टिक दियो भने नि आज चाहिँ पेटको उसै हुनु भयो, गडबड हुनु भयो। यत्रो कुरो लाइफमा अहिलेसम्म कहिले खाएको थिएन। पसिना आएर त मेरो योभन्दा पिरो मैले कुन चाहिँ बनाउँछ क्विक्स मेरो चाहिँ यो बाबु तिमीले सुप पुरै हालेनौ क्या? हालेको रातै भन्नु त तिम्रो त मलाई डाउट लाग्यो। यो पनिसमेन्टको लागि भएर त उस पनि छ। त्यही कुरा भयो। पसिना पसिना रे पसिना। हामीले चाहिँ टोटली अहिले चाहिँ एकदम रेडी, खानाको लागि रेडी गरिसकेका छौँ। खानुभन्दा अगाडि चाहिँ म चाहिँ पहिला पसिना पुस्छु। पिरो भन्दै अब एलर्जी मान्छे हो, त्यही पनि अब च्यालेन्ज गर्नेछौँ हामी। पहिले पसिना आउँछ। ल
3 2 1 भन्ने बित्तिकै स्टार्ट गर्ने है च्यालेन्ज है ल है त ल गाइस अब हामी चाहिँ स्टार्ट गर्न गइरहेका छौँ ल है 3 2 1 गो भन्ने बित्तिकै स्टार्ट है जसले फास्ट खायो यो कोक सोक यो अमलेट ससेज पुरै भ्याउनुपर्छ है अब है है ल है 3 2 1 स्टार्ट बिस्तारै खा सुगर सर्किन्छ खानु मजा त गायो रेडी हुनुहुन्छ कसै यति गोग्रे गर्दा मैले जित्न सकिनँ मेरो यत्रो पसिनाको उस ठेरै भयो घाँटी मल्दैछ झन् फसुन्जेल यस्तो हाते यस्तो फास्ट खाते यस्तो फास्ट खाते कामै भएन के भयो त अब यी भयो खानुपर्छ पुसाएर भन्दा पनि के पनिसमेन्ट होइन के रुल इज अ रुल यत्रो पसिना आएको मेरो कामै भएन छ्या फेरि कोक्रे धोका दियो सरी घाँटी मल्थ्यो क्या भ्याउन म पनिसमेन्ट झन् यस्तो यो पिरो छ झन् यसमा यो खुर्सानी हालिदिएको पनि मैले फेरि कारमा एउटा मात्रै खान्छ है म अमिलो सब मुख नबिगारी भन मुख नबिगारी ल यहाँ वाच गर तिम्रो पुसाइको मुखमा वाच गर अलिअलि चिनी हाल्न पाएको भाइ मिठो हुन्थ्यो नि रकममा अलिक पिरै खाइदिन्छ शुभम डोन्ट वरी
नभ्याएको चाहिँ मैले सकिसकेको लगायत सेउ पनि एकदम खुर्सानी दुलो खुर्सानी हालेर रातो बनाएको छु। अब यो खुर्सानी त के खानु है, खानु यस्तो पिरा छ, यो चाहिँ खान्छु है। ल मेरो मुख चाहिँ हेर है, बिग्रिन्छ बिग्रिन्न। ल वाच गर है त्यसमा है। आयो 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 के चाहिँ गेला है। हजुर खानु पिरो पिसो। ल मैले चाहिँ पनिसमेन्ट चाहिँ त्यो पनिसमेन्ट बाहिर खानु अनि यो त एउटा मात्र भनेको सुरुमा मैले पनिसमेन्ट चाहिँ पुरा गरिसकेको छु। कति पिरो रियाक्सन चाहिन्छ खायो भने पिरो नभन्छ बेसी। अरे लगाइछ। ल टोटली हामी पुछे भदाल चाहिँ अब फिनिस पारिसकेका छौँ। अब कसले जित्यो को विनर भयो भन्दा अब त्यो हजुरहरूलाई थाहा नै होला होइन। अन्त मैले चाहिँ आफ्नो पनिसमेन्ट चाहिँ मैले पुरा गरेँ होइन। अब आजको के अरे आजको यो च्यालेन्जमा चाहिँ भदाले जितेको छ भने अब नेक्स्ट च्यालेन्ज आउनेछ, त्यसमा चाहिँ म जसरी पनि मैले जित्छु। नेक्स्ट च्यालेन्ज आउनेछ हाम्रो छिट्टै नै, त्यसमा चाहिँ जसरी पनि म विनर हुन्छु। अब पसिना भएको कामै भएन होइन। अब यति भन्दै आजको लागि चाहिँ हामी बिदा माग्न गइरहेको हुन्छौँ भन्दै, सो नेक्स्ट भिडियो आउनेछ, पक्कै पनि हेरिदिनु होला भन्दै आजको लागि चाहिँ बाई बाई।